वेट लसको बेलामा यो फ्राइड राइस अनि यो फ्राइड राइसलाई चाहिँ तपाईँले तरकारीसँग नि खान सक्नुहुन्छ, नर्मली पनि यतिकै पनि खान सक्नुहुन्छ। तपाईँहरूले एड गर्न सक्नुहुन्छ एभ्री टाइप अफ भेजिसहरू, क्यारोट, एभ्रिथिङ। बट मलाई चाहिँ यतिकै मनपर्छ, त्यही म चाहिँ अहिले यति खान्छु। अलराइट, सो हे गाइस, व्हाट्स अप एभ्रीबडी, इट्स योर बॉय रितेश। सो आज चाहिँ म हजुरलाई देखाउनेवाला छु कि वेट लस चलिरहेको बेलामा, वेट लस गरिरहनु भएको बेला आफ्नो पेट तन्न हुने र राति खाना हुने खानेकुरा के हो भनेर म हजुरलाई देखाउँछु है। सो अब म हजुरलाई सिकाउनेवाला छु स्मुदी बनाउन है त। तपाईँहरूले लिनुपर्ने हुन्छ 1 पिस बनाना, ग्राइन्डमा हाम्रो 1 पिस बनाना, आलमोन्ड्स अनि नट्स है, जस्तै काजु वा बदामहरू तपाईँहरूले यति यति बेसी अमाउन्ट पर्दैन, त्यति हाल्न सक्नुहुन्छ, हल्का खान सक्नुहुन्छ। स्वाद त यतिकै पनि आउँछ, तर त्यही पनि हजुरलाई स्वाद चाहिन्छ भने हाल्न सक्नुहुन्छ, हल्का हनी हेर्न सक्नुहुन्छ। यति चाहिँ हनी मनपर्छ यसमा, त्यही भएर मैले हनी हालेको छु। चाहिँ चाहिन्छ हजुरलाई दुध पनि त्यस्तो बेसी अमाउन्टमा हाल्नु पर्दैन, हेर्न सक्नुहुन्छ। यति हाल्नुभयो भने तपाईँलाई एकजनालाई फुल हुन्छ। अनि यो चाहिँ कम्पलसरी छैन, यो चाहिँ तपाईँहरूलाई स्वादको लागि वा टेस्टको लागि वा तपाईँहरूलाई फ्लेभरको लागि मात्र हाल्नु खोराको। मैले चाहिँ यो चाहिँ म्याङ्गो हो। वा, यो चाहिँ कम्पलसरी छैन, त्यही भएर मैले चाहिँ मलाई स्वादको लागि हाल्छु र कलर पनि राम्रो आउँछ यसले, त्यही भएर 2 पिस 3 पिस र एक्चुअली म ग्राइन्ड गरेर ल्याउँछु अनि देखाउँछु कस्तो हुन्छ भनेर है त। अनि त्यसपछि तपाईँले ग्राइन्ड गर्नु भएपछि तपाईँको रेडी हुन्छ स्मुदी। वाउ बबाल, यो चाहिँ तपाईँले एकजनाको लागि फुल हुन्छ र तपाईँ वेट लस गर्दै हुनुहुन्छ भने पनि वेट लसको लागि पनि पर्फेक्ट हुन्छ। यदि हल्ला बाक्लो चाहिन्छ भने थोरै दुध हाल्न सक्नुहुन्छ, यदि हल्का हजुरलाई नर्मल चाहिन्छ भने चाहिँ यसरी बनाउन सक्नुहुन्छ। अझै टेस्ट चाहिन्छ भने यु क्यान एड लिटल बिट, धेरै होइन है। तपाईँ वेट लसमा हुनुहुन्छ, त्यही भएर आफूले सकेसम्म गुलियो बेसी नखाएको राम्रो है। पर्ने हुन्छ कहिलेकाहीँ राइस पनि राम्रो इन्टेकमा लिनुपर्ने हुन्छ। सो राइस चाहिँ म कसरी बनाउँछु आज तपाईँहरूलाई देखाउनेवाला छु है त। त्यसको बेलामा चाहिँ तपाईँहरूले बेसी काट्नु हुँदैन है। सो त्यसको बेलामा चाहिँ तपाईँहरूले नर्मल फ्राइड राइस पारेर खान सक्नुहुन्छ। सुरुमा प्यानलाई मजाले हिट गर्नु होला, हल्का भएको जस्तो लागिसकेपछि धेरै अमाउन्टमा होइन, थोरै अमाउन्टमा यसरी तेल हालिदिनु होला र त्यो तेललाई म धेरै फ्राइड राइस त खान्न, त्यही भएर लेट्स एड बन्दा हो। यो बन्दालाई मजाले चलाउनु होला। बन्दा मलाई चाहिँ बेसी फ्राइड राइसमा प्याजहरू यताउति केही हाल्न मन छैन। यदि तपाईँहरूलाई हाल्न मन लाग्छ भने तपाईँहरूले प्याजहरू हाल्न सक्नुहुन्छ है। हजुरको यो मजाले बन्दाहरूको स्मेल आइसकेपछि यो तपाईँले यति खाना एड गर्न सक्नुहुन्छ। र यो खाना चाहिँ थोरै हो, देख्न धेरै देखिरहँदा, तर यो थोरै हो। हाफ बोल जति व्हाइट राइस लिएको छु र यसलाई पनि तपाईँले एड गर्न सक्नुहुन्छ यसमा। तर तपाईँले अन्डा पनि हाल्न सक्नुहुन्छ, तर अन्डा मलाई चाहिँ त्यस्तो खाना हालेर खान मन लाग्दैन, त्यही भएर म चाहिँ हाल्दिनँ। पछि यो हल्का ताक्दै गर्छ, त्यति बेरसम्म हामीले किम्चीले पनि तपाईँलाई वेट लसमा हेल्प गर्छ र मलाई किम्ची चाहिँ लास्टै मनपर्छ। सो म आज बनाउन लागेको छु किम्ची फ्राइड राइस। यो तपाईँले अहिले नै एड गर्न सक्नुहुन्छ र पछि एड गर्दा पनि हुन्थ्यो, र म चाहिँ अहिले एड गरिदिन्छु है, किनकि मलाई यसलाई बिस्तारैसँग पछिसम्म स्वाद ल्याउनु छ। तपाईँले अहिले एड गर्नुभयो भने चाहिँ पछिसम्म पनि किम्चीको स्वाद आइरहन्छ, त्यसैले मैले चाहिँ अहिले एड गरेर फ्राई गरेर लाग्छु है त। नुन वा अरू केही पनि एड गर्न सक्नुहुन्छ, र मलाई चाहिँ नर्मल बेसी त्यस्तो साह्रो केही पनि एड गर्नु छैन, त्यही भएर मलाई चाहिँ नुन मात्र भएर पुग्छ। त्यसरी नुन मात्र हालेर मैले मजाले चलाइदिन्छु है त। तपाईँहरूले एड गर्न सक्नुहुन्छ एभ्री टाइप अफ भेजिसहरू, क्यारोट, एभ्रिथिङ। बट मलाई चाहिँ यतिकै मनपर्छ, त्यही भएर म चाहिँ अहिले यति खान्छु। सो गाइस, म चाहिँ अहिले खान लागेको छु होइन स्मुदी, हेर्न सक्नुहुन्छ यो हेल्दी स्मुदी। अनि म खान लाग्छु 3टा अन्डा होइन, 1 2 3 4 यो पुन्टे अन्डा 3टा, अनि फ्राइड राइस अनि तरकारी छ। वेट लसको बेलामा यो फ्राइड राइस अनि यो फ्राइड राइसलाई चाहिँ तपाईँले तरकारीसँग नि खान सक्नुहुन्छ, नर्मली पनि यतिकै पनि खान सक्नुहुन्छ। सो यसमा चाहिँ धेरै फ्याट छैन, यो क्यालोरी पनि सायद लगभग 300 क्यालोरीको हो। सो त्यस्तो साह्रो प्रब्लम हुँदैन। यदि तपाईँले चाहनुहुन्छ भने अन्डा पनि खान सक्नुहुन्छ, तर तपाईँहरूले यसको योग चाहिँ निकालेर खानु होला। र यदि तपाईँहरूले अघि बनाउनु भएको स्मुदी पनि छ र यो पनि छ, टोटलमा गरेर यो 500 क्यालोरी हुन जान्छ। नाइटको लागि पनि एकदम मिठो र एकदम पर्फेक्ट यो खाना।
तपाईँले साइडमा किम्ची पनि थोरै हालेर खान सक्नुहुन्छ र तरकारी पनि हालेर खान सक्नुहुन्छ है त। केही कुरा सिक्नु छ, बुझ्नु छ, केही कुरा जान्नु छ भने तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ। सो आजको लागि यति नै, धन्यवाद।